माधव नेपाल विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गराइसकेपछि प्रचण्डले अलिअलि त राजनीतिक गन्ध पनि देखिन्छ भनेर भन्नुभएकोमा एमालेका झोले महेश बस्नेतले लडाकु शिविर काण्डमा आफू पनि कारबाहीमा परिन्छ कि भन्ने डरले यस्तो भनेको होला भनेर भन्नुभएको रहेछ। न त त्यति बेला प्रचण्ड प्रधानमन्त्री नै थिए, कारबाहीमा परे नि तत्कालीन समयमा नीतिगत निर्णय गर्ने प्रधानमन्त्री पर्ला, गृहमन्त्री पर्ला, अर्थमन्त्री पर्ला। प्रचण्डको विरुद्ध अलिकति पनि प्रमाण फेला पारेको भए तिम्रा बा झोले केपी ओलीले अहिलेसम्म प्रचण्डलाई हिँडुल गरेर बस्न दिन्थे, कोचिसक्दे जेलमा। यदि अख्तियारले आफ्नो स्वविवेकले माधव नेपाल काण्ड रचना गरेको भए शेरबहादुर देउवा त छटपटाइसकेका छन्। एमालेका झोलेहरूको पनि चिटचिटी पसिना आइसकेको होला, देखाउन नभएर पो।